हेलो गाइज, म चाहिँ आज हस्पिटल जान लागेको केएमसी। मेरो चाहिँ दाँत किराले खाएको छ क्या, अनि खाएको थियो। अनि मैले चाहिँ आरसिटी गरिरहेको थिएँ। आरसिटी चाहिँ सक्यो। अब क्याप लाउनलाई चाहिँ आज बोलाउनु भएको छ। आज क्याप लगाएपछि अनि सकिन्छ। अनि बुद्धि बङ्गाला माथिको दुईवटा बुद्धि बङ्गाला पनि किराले खाएको थियो। बुद्धि बङ्गालाको साइडको दाँत पनि किराले खाएको थियो कि। अनि यताको साइडको दाँतमा चाहिँ मैले फिल गरिदिनु भयो। अनि यतापट्टिको साइड चाहिँ जरासम्म पुगेको थियो। अनि त्यही भएर आरसिटी नै गर्नुपर्छ भन्नुभयो, सो आरसिटी गरेको। अनि अब म जान लागेको। मैले चाहिँ आज यस्तो ड्रेस लगाएको छु होइन, यो स्कर्ट अनि टी सर्ट अनि सल। ल अब म जान्छु है त। चाहिँ डेन्टल आइपुग्यौँ। म घर आएँ होइन डेन्टलबाट। अनि तर यहाँ घरमा चाबी लगाएको रहेछ। बाहिर हस्बेन्ड चाहिँ बाहिर काममा निस्किनु भएको रहेछ। अब म एकछिनको लागि बाहिर उभिनु पर्ने भयो। बाहिर कस्तो चर्को घाम लागेको छ क्या। यो भिडियोमा त्यस्तो मजाले देखिएन होइन, यहाँ घाम पनि देखिँदैन बिल्डिङहरूले गर्दा। तर कस्तो चर्को घाम लागेको छ, तर हावा पनि चलिरहेछ, अलिअलि शीतल पनि छ। अब चाहिँ म हर्बल टी र कुकिज खान्छु। मैले हिजो एगलेस कुकिज भेटाएँ कि, अनि मलाई कुकिज एकदमै धेरै मनपर्छ। अनि मैले एगलेस भएर लिएर आएको, अनि भगवान्लाई अफर गरेँ। अनि त्यसपछि अब खान लागेको। मैले मकै किनेको थिएँ, अनि उसिने 60को 3टा घोगा बढेछ। पहिले त 50को 4टा घोगा दिन्थ्यो, अहिले त बढेछ। अब भगवान्लाई चढाऊँ अनि खाम। इट्स च्यान्टिङ टाइम। अब म एकछिन च्यान्टिङ गर्छु है। नमो विष्णुपदाय कृष्णपृष्ठाय भूतले श्रीमती महाविष्णु स्वामिनीति नामिने नमस्ते सरस्वती देवी गौरवाणी प्रचारिणे निर्विशेष शून्यवादी पाश्चात्य देशतारिणे नमो विष्णुपदाय कृष्णपृष्ठाय भूतले श्रीमती भक्तिवेदांत स्वामिनीति नामिने नमस्ते सरस्वती देवी गौरवाणी प्रचारिणे निर्विशेष शून्यवादी पाश्चात्य देशतारिणे। जय श्री कृष्ण चैतन्य प्रभु नित्यानंद श्री अद्वैत गदाधर शिवासादि गौर भक्तवृंद की जय। हरे कृष्ण 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 हरे हरे, हरे राम राम हरे हरे। ल गाइज, अब चाहिँ म यहाँ खाना दिएर अनि आएको छु। मैले चाहिँ खाना खाइनँ। त्यसै 5 बजेतिर मकै खाएको थिएँ उसिनेको, अनि त्यतिमै पेट भरिरहेको थियो। अनि अब काँक्रा खान्छु। कस्तो मिठो छ काँक्रा। अनि मही पनि छ, मही पनि खान्छु। मही पनि मिठो छ। अनि अब यो खाइसकेर ड्रेस चेन्ज गरेर अनि ढल्किन्छु। अनि एकछिन भागवतम सुन्छु होला कि त के हेर्छु, कुनै भिडियोहरू, अनि सुत्छु। ओके, गुड नाइट, हरे कृष्ण।